हेलो साथीहरु, आज चाहिँ म यहाँ डिनर बनाउन गइराखेको छु है। अन्त डिनरमा चाहिँ के छ भने आज चाहिँ बिहानै चिकनहरु पाकिराखेको छ। अन्त यिनीहरुले चाहिँ रोटी खाने अरे, छोराले चाहिँ बुहारीले रोटी खाने अरे। म चाहिँ रोटी खानु मन परेन। अन्त मैले चाहिँ यहाँ नयाँ पास्ता सिकेको, तपाईहरुलाई थाहा छ होला, तर मलाई चाहिँ यस्तोहरु मन पर्छ। अन्त यहाँ पास्ता हेर्नुस् न, हामीले त्यो बाहिरको पास्ताहरु किनेर खाइरहनु भन्दाखेरि चाहिँ यसरी बनिँदो रहेछ। यहाँ हेर्नुस् है, काँटामा क्या हेर्नुस्, मेरो चाहिँ यसरी बनाउँदैछु म पास्ता। यो चाहिँ आटाको यसरी काँटा लियो, अन्त यसरी हेर्नु न कति सजिलो। देख्नुको चाहिँ मेरो पास्ता यसरी बनिँदैछ। हामीले बाहिर किनेको, बाहिरको राम्रो पनि हुँदैन, यसरी बनाएर खानु नानीहरूले मन पराउँछ। बाहिरको त्यो एकदमै, अस्ति मैले पास्ता राखेको थिएँ, यहाँ घरमै बेच्नु आउँछ कि, राखेको त राम्रै प्लास्टिक नै हो, कति उमाल्दा पनि नपाकेको कि लास्टमा खानै सकिन, राखिदिइरहेछु त्यत्तिकै। त्यो मान्छे आएन, फर्काइदिनु पर्यो भनेर। अन्त यसो आइडल लगाएको त यसरी हेर्नुहोस् न, पास्ता कस्तो मजाले हुन्छ। यो देख्नु हुँदैछ, सेम पास्ता। अन्त यो चाहिँ नानीहरूलाई टिफिनमा है, आटाको यसरी खानु हेल्दी पनि हो। पास्ताहरु मन पराउँछ नि कति नानीहरूले यसरी खानु। हाम्रो चाहिँ खाँदैन नि फेरि, छोरा र बुहारीले पाए यस्तो आटाको पास्ताहरु बनाएको कि। हाम्रो चाहिँ घरमा चाहिँ खाँदैन, छोरा र बुहारीले चाहिँ मन पराउँदैन। यिनीहरू चाहिँ रोटी नै खाने अरे। म त दिक्कले रोटी खानु, कोही कोहीले यस्तो पनि खानुपर्छ नि। यो चिकनमा मजाले बनाएर खानु पर्यो भनेको। तपाईहरुलाई यो आइडिया कस्तो लाग्यो मेरो पास्ताको? त्यो गरिरहेको। अब कतिजनाको सानो सानो नानीहरू हुनेकोहरूलाई चाहिँ टिफिन बक्स, लन्च बक्स दिनु पर्यो है। अन्त बाहिरको खानुभन्दा चाहिँ घरमै यसरी बनाइदिनु तपाईहरुलाई, तपाईहरुले बनाइदिनु नानीहरूलाई है। एकदम हेल्दी हो आटाको। आफ्नो जुन चाहिँ साइज मनपर्छ त्यही सजिलो पनि यसो गर्यो। मेरो यो आइडिया तपाईहरुलाई कस्तो लाग्यो है? राम्रो लाग्यो भने कमेन्ट गर्नुहोस्। अझै यस्तो के आइडियाहरु लिएर आउने छु। तपाईहरुले कमेन्ट लाइक गर्दियो भने अझै गर्नु मन लाग्छ, अझै बनाउनु मन लाग्छ है। अन्त तपाईहरुले कमेन्टहरु गरिदिनुहोस्। अनि यो म बनाउँदैछु साथीहरु। अब यो चिकनमा मजाले उमालेर अहिले गर्छु। तपाईहरुलाई यो फिनिशिङ भएपछि म देखाउने छु। हुन्छ साथीहरु, बाइ। मेरो पास्ता रेडी भयो। म एक्लै खाने, त्यही कारण कम्ती बनाएँ।